केटा हो वेलकम ब्याक टु माई अनदर भिडियो स्मिया पाब्लो ब्लग। अनि आज चाहिँ हामी जाँदैछौँ फेरि काटिङ हरिना एभिन्यू मल। लेट्स अब कस्तो हुन्छ होइन। हामी चाहिँ दुईजना छ, मैले दाइ र म। अब चाहिँ हामी जानुपर्ने हुन्छ त्यहाँ। र फेरि आज चाहिँ अस्ति खेल्यो नि त, आज चाहिँ अलि थाहा छ अब कसरी कहाँ भनेर। लेट्स आजको चाहिँ कस्तो हुन्छ। हामी चाहिँ अहिले गाडीमा छौँ, ट्याक्सीमा। सो जाँदैछौँ, अब हेरौँ कस्तो हुन्छ। म चाहिँ त्यही पुगेर तपाईँहरूले देखाउँछु शाम। अनि खेलेको आज चाहिँ प्रपर भिडियो आउँछ है केटा हो। अहिले चाहिँ हामी ट्याक्सीमै छौँ। र केटा हामी चाहिँ ट्याक्सीबाट झरेर अब जाँदैछौँ मलभित्र छिरिसक्यौँ है। मल चाहिँ यस्तो छ, यसले चाहिँ एभिन्यू मल भन्दो रहेछ। मल ओसिले पनि भन्छ। कपडा सप गर्ने छ, ज्याकेट सकेट होइन, सपिङ गर्नलाई एकदम राम्रो छ। अब हामी चाहिँ डाइरेक्ट तलतिर जान्छौँ। के भएको मोबाइल पनि मुझे तलतिर जान्छौँ। म चाहिँ तल पनि देखाउँछु काटिङ एरिया है। तल चाहिँ अब लेसी होइन कस्तो हुन्छ के हुन्छ। आज चाहिँ दह्रो कुदाउने हो, अस्ति चाहिँ त्यति कुदाउन सकिएन, अनि चाहिँ कुदाउने हो। जम्पिङ उत्यो नि रहेछ बच्चाहरूको लागि। ल त्यहीँ गएर भेटौँला। अब यहाँ चाहिँ अहिले क्रिसमसको तयारी नै हुँदैछ क्या केटा। अब क्रिसमस लाग्ने लाग्यो नि त यहाँको। क्रिसमस भनेको चाहिँ यहाँको वान अफ द बिगेस्ट उत्यो हो। यस्तो छ यहाँ चाहिँ यो बकेटहरू के हो अगडम बगडम बेच्दो रहेछ। हामी चाहिँ अन्डरग्राउन्ड जाने उत्यो खोजिरहेछौँ। लेफ्ट है, त्यो चाहिँ कहाँ छ। अस्ति चाहिँ अहिले चाहिँ कन्फ्युज भयो क्या कहाँ छ भनेर चाहिँ। कहाँ हो साँच्ची यार अन्डरग्राउन्ड उत्यो चाहिँ। अन्त बाहिरपट्टि पनि निस्किनु लाग्यो त होइन। यहाँ चाहिँ हामी चाहिँ भेट्टाएनौँ। अब फेरि खोज्नु पर्ने हुन्छ। पारिबाट जानु कता छ। अस्ति त फुत्त निस्कियौँ तलबाट माथि, अहिले चाहिँ भेट्टाएन के कहाँ छ अब। ठिक छ, खोजेरै छोड्ने हो, जाने हो। ल केटा अब तलै गएर देखाउँछु म। यहाँ त यस्तै हो, खोज्नु पर्छ एकछिन। ल केटा भेटियो है, यता रहेछ। हामी चाहिँ उता खोजेर आयो है। यहाँ फेरि यस्तो छ नि हामी चाहिँ जान्छौँ सिधै उतै गएर। गाडी दौडाउनु पर्ने हुन्छ। यहाँ चाहिँ यस्तो चाहिँ केटा यता छेउ साइडमा रहेछ। यो चाहिँ अन्डरग्राउन्ड जाने चाहिँ हामी चाहिँ अगाडि खोजिरहेको भेट्टाएन। जान्छौँ हामी चाहिँ हिँड्दिने हो यो त्यो स्लाइडमा नि, नो प्रब्लम। लडाउँला चाहिँ पो हुन्छ त यार। ल केटा हामी चाहिँ आइसक्यौँ अन्डरग्राउन्डमा। फेरि अन्डरग्राउन्डमा आएर फेरि यता चाहिँ यसरी यो कटेर सिधा जानुपर्छ। कता हो, यता हो कि यता हो? यता होइन। ए दौडाइरहेको रहेछन् केटाहरू। ल हामी चाहिँ आइसक्यौँ काटिङ। अब चाहिँ हाम्रो पालो हुन्छ दौडाउने। ल केटा त्यहाँ चाहिँ खेलिरहेको रहेछ क्या हो। त्यसपछि चाहिँ हामी खेल्छौँ। ए सकिबा रहेछ। तिनीहरूबाट चाहिँ हामी खेल्नु पर्ने हुन्छ। चाहिँ बल्ल खेलेर आएछ, अब हामी पनि खेल्नु जानुपर्ने हुन्छ। यिनीहरू जान्ला रहेछ क्या केटीहरू। यिनीहरूबाट चाहिँ हामी खेल्छौँ। हामी पनि जाने हो, खेल्ने हो। अस्तिको विनर ऊ चाहिँ आज चाहिँ मैले जित्ने हो। ढाँडो दुख्न लाग्यो त यार। यो चाहिँ कार्ड उत्यो रहेछ काउन्टर। यो काउन्टर हो। कन्ट्याक्ट पेपर ल्याउँछ। ल केटा अब एकछिनपछि भेटौँला। खै त कहाँ गयो।
त्यो लडाको लडाई गरिरहेछ त यार। हेरे केटा हो खतरा कहाँ गयो ट्र्याक्टरै हुँदैन। राइड हानेको यो केटा हो अब चाहिँ हामी जान लागेको राइडिङको लागि।
किन नराखेको म त बुझेको थिएँ गर्मी हुन्छ नि गर्मी हुन्छ नि अहिले तपाईँको पसिना आउँछ राख्ने राख्न ल हाम्रो चाहिँ सक्यो केटा हो जस मजा भयो नाइस एक्सपिरियन्स सेकेन्ड टाइम त्यहाँ हेर्नु न ल्याब हामी चाहिँ अब ल्याब हेर्न जान्छौँ केटा हो मेरो मैले 14 ल्याब हानेको मैले 25 ले कति हान्यो 13 हानेछु हैन 13 ल्याब 25 14 22 तिमीले कुदाउने आउनु पछि हाल्यो कस्तो मुडाइराथ्यो पछि कुदाउने अझै मेरो मुडाइराथ्यो कस्तो फुल एक्सरमा कर्न हान्राथ्यो पछि ल केटा मजा आयो है मजा आयो मजा एकदम रमाइलो यसो ज्यान ढल्काइदिन्छ भ्याट्ट गर्छ होइन फेरि एक्सिलेटरले होइन फेरि अर्को टर्निङ आउँछ फेरि यता गर्छ फेरि यस्तो ज्यानबाट भ्याट्ट गरिहाल्छ होइन बुझ्दैन यस्तो मजा लाग्यो नयाँ बस्यो नि रमाइलो गर्न चाहिँ छोडिन्न चाहिँ गर्न त्यो ज्यानले चाहिँ साथ दिँदो रहेछ अलिकति हेभी वेट भयो भने च्यापेरै राख्छ नि त गाडीलाई अनि यार चक्का त यस्तो एकदमै मजा केटा हो आओ एक्सपिरियन्स गरौँ तिनवटा चक्का नि उडाइदिन्छु म टर्निङमा लम काट्ने एउटा चक्का त उडिहाल्छ केटाहरूको डिमान्ड चाहिँ फेरि खेल्ने रे अनि खाली चाहिँ अब 1 घन्टा पछि छ केटा हो खेल्ने भनिरहेको छ फेरि वन्स अगेन तर 1 घन्टा पछि केटा अब के गरिन्छ हेर्दै जाऊँ है रमाइलो चाहिँ भयो एकदमै दामीवाला भयो होइन तर यार खेम भाइले होइन अगाडि बसिसकेपछि हल्का दिएको भए 1-2 ल्याप अझै बेसी हानिन्थ्यो क्या हामीले बाटो दिएन भने बाटो नि दिँदैन होइन झन्डै अझै 1-2 ल्याप त हानिन्थ्यो होला यार हानिन्थ्यो अझै अस्ति कति हाने थियो यार मैले नोटिसै गरेन फेरि हो के ल केटा यो जुस चाहिँ हाम्रो फेरि हुन्छ है केटा हो यो फेरि हो खान पायो है खेलेपछि तर खेल्नु पर्यो यतिकै चाहिँ दिँदैन है खेल्नु चाहिँ पर्छ केटा हो बल्ल दिन्छ नयाँ गिलासमा हालेर खानु मजा चाहिँ एकदमै फेरि खेल्ने होइन त वेट गर्नुपर्छ 1 घन्टा हेर्दै रुममा गएर होइन गर्छु ल केटा अहिलेलाई यति नै अब पछितिर भेटौँला है त
जुस चाहिँ फ्रीमा केटा हो चस रास्ताको माछा यहाँ चाहिँ जुस चाहिँ फ्रीमा पाउँछ है। केटा हामी चाहिँ 1 घन्टापछि फेरि खेल्न आउने भयौँ, फिक्स भयो, रिजर्भेसन हाम्रो भयो 4 जनाको। अब चाहिँ हामी माथितिर जान्छौँ, मार्केटतिर कफी सफी खाएर बसिन्छ। त्यही हो केटा हो। अब 1 घन्टापछि भेटौँला, 1 घन्टा होइन, अहिले कफी खाएर भेटौँला, कफी खाने बेला। ओके, हाम्रो कफी है केटा हो, यो चाहिँ कफी गुल्ला नि लाल्ला यार क्यापुचिनो, क्यापुचिनो असासिनो। हामी अब कफी खाएर फेरि अहिले जानुपर्ने हुन्छ गाडी दौडाउन। ठिक छ केटा हो, आजको भ्लग चाहिँ यति नै। हामी चाहिँ अब खेलेर रुमतिर जान लाग्यो। अब ट्याक्सी बोलाएको छौँ, ट्याक्सी कति बेला आउँछ। सो त्यही हो, अब रुमतिर जानुपर्छ। आजको भ्लग चाहिँ यति नै, अर्को भिडियोमा भेटौँला। आजलाई यति नै, गुड नाइट सबैलाई।